सो मलाई चाहिँ एउटा कन्फ्युजन थियो क्या अब नेपालीमा बढी मुटुको प्रयोगहरू हुन्थ्यो नि त। अब तिमी मेरो मुटु हौ, तिमी मेरो मुटुमा छौ, मुटु हुनुपर्छ केही काम गर्नलाई। अब त्यो उस गर्नलाई चाहिँ मोटिभेट गर्नलाई मुटु चाहिन्छ, मुटु हुनुपर्छ भन्ने कुराहरू हुन्थ्यो नि त। अनि हिन्दीहरू भारतीय भाषामा चाहिँ हिन्दी भाषामा चाहिँ भारततिर चाहिँ धेरै जिगरको कुरा गर्छन् नि। जिगर भनेको ठ्याक्क नेपालीमा चाहिँ कलेजो लिभर हुँदो रहेछ। अनि जिगरको कुरा चाहिँ धेरै गरिरहेको हुन्थ्यो यिनीहरूले। हामीले चाहिँ मुटुको कुरा गरिरहँदा यिनीहरूले जिगरको कुरा किन गरिरहेछन्, जिगरलाई किन इम्पोर्टेन्ट दिइरहेछन् भन्ने चाहिँ हुन्थ्यो मलाई होइन। अनि त्यहाँपछि बिस्तारै मैले खोजेँ, इन्टरनेटमा खोजेँ। अनि त्यहाँपछि केही बुकहरूबाट अनि केही साहित्यिक मान्छेहरूलाई पनि सोधेँ, यो जिगर किन युज बढी भयो त नि, किन जिगरको प्रयोग किन गरियो धेरै भारतीय भूमिमा वा हिन्दी भाषामा चाहिँ किन प्रयोग गरियो भनेर मैले पत्ता लगाउँदा मैले आफूले थाहा पाएको कुरा, जिगर चाहिँ खास फारसी र उर्दू भाषाबाट चाहिँ आएको रहेछ। अरबिक भाषाहरूबाट त्यो चाहिँ बढी त्यता प्रयोग हुँदो रहेछ। अरबिक भाषा फारसी र उर्दूहरूको त्यो कविताहरूमा पनि जिगरलाई बढी चाहिँ प्रयोग गरिँदो रहेछ। अनि त्यसकै प्रभावले गर्दा बिस्तारै हिन्दी भाषामा पनि त्यसले प्रभाव जमाएको रहेछ। अनि त्यहाँ हिन्दी फिल्महरूमा पनि त्यसको प्रयोग गरिएको रहेछ। जस्तै चाहिँ अब मुटुले बहादुरीलाई चाहिँ झल्काइरहेको थियो भने उता चाहिँ कलेजोले जिगरले चाहिँ बहादुरीलाई चाहिँ झल्काउँदो रहेछ कि। अब त्यसले चाहिँ त्यही प्रयोगले गर्दा अब हिन्दीमा पनि अनि बहादुरी झल्काउनलाई अनि माया प्रेमको कुरा यताउति गर्नलाई चाहिँ बढी जिगरलाई चाहिँ इम्पोर्टेन्स दिएको भएर जिगरवाला होना चाहिए, तुम मेरा जिगर हो और तुम मेरा जिगरी दोस्त हो भन्नेको कारण चाहिँ बढी उनीहरूले कलेजोलाई चाहिँ इम्पोर्टेन्स दिएको रहेछ। हामीले चाहिँ मुटुलाई बढी इम्पोर्टेन्स दिएको रहेछौँ है त। थ्याङ्क यू।